हेलो साथीहरू, सेवा नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। अनि साथीहरू देख्न सक्नुहुन्छ, म चाहिँ डुको लिएर घाँस काट्न जाँदैछु। अनि मौसम पनि एकदम राम्रो थियो है, घाँस काट्न जाँदाखेरि घाम चर्केर। अनि यो फुल चाहिँ साथीहरू भाले फुल हो। अनि यो चाहिँ बजारको डल्ले खोर्सानी ओरिजिनल चाहिँ होइन, तर बजारको भए पनि डल्ले खोर्सानी चाहिँ पिरै छ साथीहरू है। खोर्सानी बिनाको कसलाई भात रुच्दैन है। मलाई चाहिँ अलिकति भए पनि पिरो चाहिन्छ साथीहरू। अनि यो चाहिँ फेरि लाम्चे खोर्सानी हो, लाम्चे हो कि के खोर्सानी, एकदम पिरो छ। अनि यो चाहिँ डल्ले खोर्सानी फलेको छैन। अनि यो पहिलो चाहिँ कुन खोर्सानी हो साथीहरू थाहा भएन, फल्न त फलेछ। अनि त्यसपछि म चाहिँ यता आँगन बढाल्दैछु है। आँगन सागन बढालेर भ्याएर चाहिँ यहाँ स्याफाले खानलाई प्याज काटेको साथीहरू। प्याजले यति रुवायो त्यति त मलाई कसैले नि रुवाएको थिएन होला साथीहरू। अनि यहाँ चाहिँ मेरो छोराले टोपी खोल्नलाई एकदम कोसिस गरिरहेछ साथीहरू। अन्तिममा खोलेरै छोड्छ है, टोपी लगाइदिनै हुन्न। आजको लागि यति नै, बाई बाई साथीहरू। अब भेटौँला नेक्स्ट